यसै क्रममा हामीले एनआरएन का अध्यक्ष श्री पीजी शेर्पालाई के तपाईँ सफल हुनुहुन्छ, अपेक्षित उपलब्धि हासिल हुन नसक्नुका कारणहरू के हुन् र भविष्यमा एनआरएनलाई कसरी लिएर जानुपर्दछ भनी सोधेका थियौं। अब विशेष मेरो कार्यकालमा एनआरएनको चाहिँ सफल असफलको मूल्याङ्कन गर्दाखेरि मेरो आफ्नो भनाइ चाहिँ हामीले जति चाहेको गर्न सकेनौं, तर पनि हामीले पहिला भन्दा अलि बढी संस्थागत गर्ने र हामी कार्य समितिको चाहिँ एउटा भावना भएर सबै बेल्जियमवासी नेपालीको माझमा चाहिँ प्रिय हुन सक्नुपर्छ भन्ने चाहिँ मेरो मुख्य भनाइ छ र मेरो अनुरोध पनि त्यही हो। केही कामहरू र पुरानो साथी कार्य समिति साथीहरूले चाहिँ गरिआएको कामहरूलाई हामीले पनि त्यसलाई निरन्तरता दिएर केही कार्यक्रमहरू हाम्रो सफल भएको छ। अब गर्नु धेरै बाँकी छ। पहिला त अब एनआरएन संस्था आफै संस्थागत हुनुपर्ने चाहिँ मेरो पहिलो भनाइ हो र संस्थागत भयो भने सबै कार्य समितिहरू भविष्यमा सफल हुन सजिलो हुन्छ र सफल हुन्छन्। अब राजनीतिक साथीहरूको चाहिँ संगठनको चाहिँ अब एउटा इगो अथवा नेपाली र नेपालको लागि भनेर एक मत प्रकट गर्न नसक्नु पहिलो कारण हो। र संस्था राजनीतिक संस्था भन्दा पनि राजनीतिक साथीहरूको व्यक्तिगत विकास खोजिएका हुनाले चाहिँ संस्थालाई चाहिँ छायामा परेका हो। मेरो चाहिँ भनाइ के भने व्यक्ति जति सक्षम भयो भने आखिर हामी संस्थागत रूपमा स्थापित हुन सकेनौं भने व्यक्तिको खासै व्यक्ति अरू समस्या खासै छैन। विशेष समस्या अब कार्य समितिको साथीहरूको आफ्नो व्यस्तता पनि हो। बेल्जियममा भर्खरै स्थापित हुन लागेको हुनाले आफ्नो समय त्यति संस्थाको लागि छुट्याउन नसक्नु अर्को एउटा समस्या हो। त्यो समस्या चाहिँ अब हामीले बुझिदिनुपर्छ। अब मेरो त सबभन्दा पहिलो सुझाव के हो भने जोसुकै नेतृत्व गर्न आउने साथीहरूले संस्थागत रूपमा राजनीतिक रूपमा जसरी आए पनि व्यक्तिगत रूपमा आए पनि पहिला बेल्जियमवासी स्थानीय नेपालीहरूको चाहिँ भावनाको कदर गरेर आउन सक्नु पर्यो। उहाँहरूले चाहे बमोजिम आफू उभिन्न र आफू लागि पर्ने प्रतिबद्धता लिएर आउनु पर्यो। त्यो भयो भने एनआरएनका साथीहरू सबै हाम्रा बेल्जियमवासी एनआरएनको प्रिय हुन्छन् र उहाँहरूले गर्न खोजेको जे जति कार्यक्रमहरू हो त्यो सबै चाहिँ सफल हुन सजिलो हुन्छ। अब मेरो त त्यही हो। त्यही भएर चाहिँ अब सबै साथीहरूले आफ्नो बढी प्रभुत्व जमाउने हिसाबले र व्यक्तिगत प्रभुत्व अथवा संस्थागत प्रभुत्व जमाउने भन्दा पनि सबै मिलेर एउटा सहमतिको बाटो लिएर नेपाल र नेपालीको लागि काम गर्ने भन्ने भावना जगाउनु पर्यो। कुनै क्षेत्रगत वर्गीय अथवा जातीय अथवा राष्ट्रिय दृष्टिकोणले मात्रै प्रभावित भएर आउनु भएन। यो चाहिँ मेरो आग्रह अनुभव। यसैगरी हामीले नेपाली दूतावासका महामहिम राजदूत श्री प्रमेश कुमार हमाललाई एनआरएनलाई कसरी लिनुभएको छ र भोलिका दिनहरूमा दूतावास र एनआरएनको संयुक्त प्रयासमा हुन सक्ने कामहरू के हुन सक्दछन् भनी सोधेका थियौं। हाम्रो खबर.com ले मलाई एनआरएन बेल्जियमको तेस्रो अधिवेशनको पूर्व सन्ध्यामा केही शुभकामना मन्तव्य व्यक्त गर्ने जुन अवसर प्राप्त गर्ने मौका दिनुभयो त्यसलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। एनआरएन बेल्जियम नेपाली समुदायको एउटा साझा संगठन हो। यसले बेल्जियममा रहेका प्रवासी नेपालीलाई संगठित गर्ने, उनीहरूको हक हितको रक्षा गर्ने, उनीहरूको सामुदायिक विकासको निमित्त सहयोग गर्ने काम गर्दै आएको छ। प्रवासमा रहेर पनि नेपाली समुदायको प्रगति र उन्नतिको निमित्त यसले गर्दै आएको कामलाई म सराहना गर्न चाहन्छु। यस संगठनले नेपाली संस्कृति र पहिचानलाई स्थापित गर्ने र विस्तार गर्ने काममा पनि
मद्दत पुर्याउँदै आएको छ। साथै नेपालको र नेपाली समुदायको विकासको अभियानमा विभिन्न किसिमको सहभागिता जनाउँदै आएको छ। म यसको पनि सराहना गर्न चाहन्छु। आगामी दिनहरूमा यसले अवलम्बन गर्ने यस्ता कामहरूप्रति म दूतावासको तर्फबाट उहाँहरूलाई पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाल र नेपाली समुदायको प्रगति उन्नतिको निमित्त र प्रवासमा नेपाली समुदायको हक हित रक्षा गर्ने काममा एनआरएन बेल्जियमले दूतावाससँग विभिन्न प्रकारको सहकार्य गर्दै आएको छ र आगामी दिनहरूमा पनि यसले गर्ने कार्यक्रमप्रति हामी पूर्ण रूपले सहयोग र प्रोत्साहन गर्न तत्पर छौं। म एनआरएन बेल्जियमको तेस्रो अधिवेशनको पूर्ण सफलताको कामना गर्न चाहन्छु र यसले आफ्नो अभियानलाई निरन्तरता प्राप्त गर्न सकोस् भन्ने पनि शुभकामना व्यक्त गर्दछु। धन्यवाद। श्रोतावृन्द, राजनीतिक संगठनहरूबाट एनआरएनलाई सक्रिय बनाउन महत्वपूर्ण योगदान रहेको पाइन्छ। सबै क्षेत्रमा बसोबास गर्नेहरूलाई घर दैलो गरेर एनआरएन प्रतिको भावनामा विकास गराएका छन्, जागरूक बनाएका छन्। तर राजनीतिक पार्टीहरूले कम्तीमा एनआरएनमा गइसकेपछि पार्टीको चस्मा निकाल्न दिनुपर्दछ, स्वतन्त्र रूपमा एनआरएन भएर काम गर्न दिनुपर्दछ। वर्तमान अनुभवको आधारमा आगामी दिनहरूमा उहाँहरूले देखाउनु भएको प्रतिबद्धता अनुसार सर्वसम्मत नीति, कार्यक्रम तथा कार्यसमिति निर्माणमा उहाँहरूले योगदान दिनै पर्ने हुन्छ। सारांशमा आसन्न तेस्रो महाधिवेशनमा नेपाली समुदायको हितको लागि एनआरएनको संस्थागत विकासका लागि निस्वार्थ सर्वसम्मतको प्रयास हुनुपर्दछ र एनआरएनलाई राजनीतिक संगठनको शक्ति प्रदर्शन गर्ने स्थान भएको जनगुनासोलाई चिरफार गर्नै पर्ने हुन्छ। महानुभावहरू, यो कार्यक्रममा राजनीतिक पार्टीका अध्यक्षहरूले सकारात्मक प्रतिबद्धताहरू जनाउनु भएको छ, जुन अत्यन्तै स्वागत योग्य पनि छ। आगामी कार्यक्रममा प्रतिबद्धताको कार्यान्वयन भएको छ कि छैन भनी फलोअपका रूपमा यस कार्यक्रमलाई प्रस्तुत गर्दै लिएर जानेछौं। सम्पादनमा सहयोग गर्ने मित्र शालिक गौतमका साथ म प्रस्तुता आलोक शर्मा बिदा चाहन्छु। नमस्कार।